होइन सुत्केरी मानि कस्तो नमोटाएको रे आफू यहाँ 20 किलो मोटाइसक्यो कसले देखोस् है भएको लुगाहरू केही मिल्दैन अनि पहिलाको फोटो हेर्छु अहिलेको हेर्छु आफू यस्तोसम्म नि मोटाउन सक्छु र जस्तो लाग्ने के सो छोरी जन्मेर 2.5 महिना कि भइसकेको छिन् हाउ फास्ट के टाइम जाने अनि अब सुत्केरी टाइम चाहिँ कति महिनाको लागि भनिदो रहेछ यहाँ विदेशमा त के सुत्केरी के उठकेरी 15-20 दिन जति चाहिँ बुढोले गर्नुभयो त्यसपछि काममा जानुभयो त्यसपछि सब चिज आफै गर्नुपर्ने सुत्केरीको पनि फिल नहुने के बिहान छोरी उठ्छिन् अनि बेलुका नसुतुन्जेलसम्म बीचको टाइम म एकछिन पनि रेस्ट गर्न पाउँदिनँ काम पनि देख्दिनँ खै के हो बिहान उठ्यो खाना पकायो सरसफाइ गर्दा लुगा धुँदा के गर्दा पुरा दिन बित्छ अनि छोरी सुतिसकेपछि बल्ल अलिअलि रेस्ट गर्न पाउँछ यो सुत्केरी टाइममा पनि फ्यामिलीसँग भयो भने चाहिँ अलि सजिलो हुने जस्तो लाग्यो मलाई एक्लै सबै गर्दा चाहिँ कस्तो गाह्रो हुने सो बुढाले चाहिँ आज छुट्टीको दिन त्यही भएर बाहिर चाहिँ हिँड तिमीलाई नि घर बस्दा बस्दा गाह्रो भयो होला भनेर चाहिँ आज हामी खास बेलेमतिर निस्केको थियौँ विदेशको ठाउँमा साथीभाइ बाउ आमा सब भनेकै बुढो हुँदो रहेछ कि बिचरा छुट्टीको एक दिन पनि छोरीलाई हेरेर बस्नुहुन्छ तिमीले दिन के हेर्दा झ्याउ लाग्यो होला भनेर खानासाना सब बनाउनुहुन्छ एक दिन भयो नि मलाई रेस्ट हुन्छ समुद्र किनारको छेउछाउमा मजाले घुमेर फोटो भिडियोहरू पनि खिचेँ ट्याक्कै अन्डरग्राउन्डबाट पारी आउने ठाउँ रहेछ दामी रहेछ त्यहाँबाट पनि हामी चाहिँ अहिले आयो वारी अनि यहाँ पनि पार्क जस्तो कस्तो मजाको घुम्ने ठाउँहरू रहेछ एरिया चाहिँ ठुलो रहेछ अब कता कता घुम्ने हो के हो थाहा भएन आँखाले जति जति भ्याइयो जता जता राम्रो त्यति त्यति लाग्दैछौँ हामी चाहिँ हामी बसेको ठाउँबाट नजिक त नजिक हो तर बोट चढ्नु पर्ने फेरि कम्बोय कुर्नुपर्ने 1-1.5 घन्टा चाहिँ ट्राभलमै लाग्ने कि नभए त नजिकै हो मम्मीले सासू मम्मीले चाहिँ कपालमा तेल नलगाएर रुमाल नबानेर हिरोनी बन्नुपर्ने भन्दै भन्नुहुन्छ कति साह्रो चित्तो दुख्ने के यस्तो भन्दाखेरि पनि अब के गर्नु त छोरीलाई हेर्नु कि आफ्नो ख्याल राख्नु केही गर्न भ्याइन के अब एक कानले सुन्यो एक कानले उडायो के गर्नु त्यसपछि बाटोमा छोरीले पोटी गरी छिन् डाइपर साइपर बोकेर हिँडेको थियौँ चेन्ज गरेर बाटोमै पार्कमा बसेर दुध खुवाएँ के गर्नु बच्चासँग गाह्रो रहेछ पहिला बुढाबुढी सडन प्लान गरेर कता कता गइन्थ्यो अब त्यस्तै हो अनि चाँडै बेलुका पनि हुने कि अहिले चाहिँ जाडो महिना भएर अब चाहिँ घर फर्किँदैछौँ बच्चालाई चिसो लाग्ला भनेर अनि कम्बोय चढेर छोरीसँग एकछिन गफ गर्दै अनि बाउले चाहिँ यसरी बोक्दै गफ गर्दै हुनुहुन्थ्यो आमाले नि सताउने छोरीले नि सताउने अब दुईजनाले मलाई सताउने भयो भन्दै गफ गर्दै हाँसिरहेको थिएँ अनि एकछिन पछि छोरी निँदै बाटोमा हाम्रो प्यारो बहिनी सरसँग भेट भयो हामी चाहिँ पहिलासँगै एउटै घरमा बसेका थियौँ एकछिन गफसफ गरेर पारी आयो काशीलासमा आएर सो तातो तातो कफी ब्रेड खाएर अब चाहिँ त्यही साइडमा औचन थियो औचनबाट घरको लागि छोरीको लागि सामान लिएर अलिअलि अब लागिँदैछ हामी घरतर्फ आज छोरीसँग पहिलो डे बाई बाई